गफ हान्न पनि हद हुन्छ नि। मेरो भाइ चाहिँ हदै गफाडी भयो कि आजकल। आज चाहिँ स्कुलदेखि फोन आयो, म्यामले फोन गर्नुभयो कि आज सधैँ चाहिँ सरले फोन गर्नुहुन्थ्यो, आज म्यामले फोन गर्नुभयो। तपाईँको बच्चालाई छिटो आएर घर लग्नु भनेर फोन गर्नुभयो सिधै। पहिला पहिला त रेस्टिकेट गरिदिन्थ्यो भनेर आज त सिधै घर लैजा। म चाहिँ डराएर कसैलाई नभनिकन चुपचाप डेडीलाई बोलाएर डेडी र म भएर गयौँ। अनि त्यसपछि गएर हेर्दाखेरि चाहिँ भाइ चाहिँ कुखुरो बनेको। त्यसपछि कुखुरो बनेको, त्यसलाई देखेर मलाई लाज लागेर मुख छोपेर मेरो भाइ होइन भनेर म लुत्त भित्र गएँ कि। अनि त्यसपछि म्यामले के भन्नुहुन्छ भनेको तपाईँको छोराले हदै गरिसक्यो सर, हेर्नु अब यसलाई निकालेर घर लग्नु पर्यो भनेर भन्नुभयो। होइन म्याडम के गरेर मेरो छोराले भने म निलो हुँदा मेरो ड्याडी बिचरा हात जोड्न लाउनु भयो। अनि त्यसपछि मलाई चाहिँ यत्रो रिस उठ्यो क्या। अनि त्यसपछि त के भन्नु, यत्रो दिन स्कुल एब्सेन्ट थियो तपाईँको छोरा भन्यो। हजुर म्याम थाहा छ स्कुल एब्सेन्ट थियो, केही काम थियो त्यही भएर आएको थिएन भनेर ड्याडीले भन्नुभयो। अनि त्यसपछि तपाईँको छोरालाई मैले यहीँ प्रश्न गरेँ किन यत्रो दिन एब्सेन्ट थिइस् भनेर भनेको, तपाईँको छोराले मलाई बर्ड फ्लू भएको थियो म्याडम भनेर भन्छ। अनि मैले बर्ड फ्लू त कहाँ मान्छेलाई हुन्छ र कुखुरालाई चरालाई हुन्छ भनेर भने। अनि तपाईँको छोराले के भने थाहा छ, मलाई कहाँ तपाईँले मान्छे देख्नुहुन्छ र सधैँ कुखुरो बनाउनुहुन्छ भनेर पो भन्छ। यस्तो बच्चालाई राख्छु पो भन्नुहुन्छ त।